सम्पूर्णमा नमस्कार। आज म तपाईहरुलाई अफ्रिका महादेशको बारेमा केही जानकारीहरू लिएर आएको छु। ध्यान दिएर अन्तिमसम्म सुन्नुहोला। अफ्रिका महादेश क्षेत्रफल 2,97,85,000 वर्ग किमी रहेको छ। यसको स्थलीय भाग 20.35% रहेको छ। यसलाई विभिन्न उपनामले चिनिन्छ, जस्तै अँध्यारो वा कालो महादेशको नाममा पनि अफ्रिका महादेशलाई चिनिन्छ। दोस्रो ठुलो महादेशको रूपमा पनि चिनिन्छ। जनावरहरूको अद्भुत बसोबास गर्ने महादेशको रूपमा पनि चिनिन्छ। त्यस्तै भाषिक विविधताको महादेशको रूपमा पनि चिनिन्छ भने पिरामिडको महादेश भनेर पनि अफ्रिका महादेशले चिनिन्छ। अफ्रिका महादेशको पूर्वमा लाल सागर, पश्चिममा आन्द्रा महासागर, उत्तरमा भूमध्य सागर र दक्षिणमा कुमेरू महासागर रहेका छन्। त्यस्तै यसको अवस्थितिको कुरा गर्दा यो 37 डिग्री उत्तरी अक्षांशदेखि 35 डिग्री दक्षिणी अक्षांशसम्म फैलिएको छ। त्यस्तै 20 डिग्री पश्चिमी देशान्तरदेखि 50 डिग्री पूर्वी देशान्तरसम्म फैलिएको पाइन्छ। यस अफ्रिका महादेशको उत्तर दक्षिण लम्बाइ करिब 8,000 किलोमिटर छ भने पूर्व पश्चिम चौडाइ 7,440 किलोमिटर रहेको पाइन्छ। यसको सर्वोच्च शिखरको नाम हो किलिमान्जारो। होचो भूभाग भनेको लेक असाल, त्यस्तै ठुलो ताल भनेको भिक्टोरिया ताल, बढी वर्षा हुने ठाउँ भनेको इक्वेटर रेखा, त्यस्तै भूमध्य रेखाले काट्ने एकमात्र नदी कङ्गो नदी पनि यही महादेशमा पर्दछ। यसले भूमध्य रेखालाई 2 पटक काटेको पाइन्छ। अफ्रिका महादेशको गहिरो ताल भनेर ताङ्बा मेका ताललाई चिनिन्छ भने ठुलो हिरा खानी भनेर किम्बर खानलाई चिनिन्छ। ठुलो सुनखानी भनेर जोहान्सबर्गलाई चिनिन्छ। त्यस्तै अफ्रिका महादेशमा जम्मा 54 वटा देशहरू रहेका छन्। 54 वटा देशहरूमध्ये 16 वटा भूपरिवेष्टित राष्ट्रहरू हुन्। अफ्रिका महादेशका सबैभन्दा ठुलो देश अल्जेरिया हो भने सबैभन्दा सानो देश सेल्सस हो। त्यस्तै सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र चाड हो भने सबैभन्दा सानो भूपरिवेष्टित राष्ट्र रुवान्डा हो। अफ्रिका महादेशको बारेमा सबैभन्दा सुरुमा जानकारी दिने व्यक्तिको नाम हो डेभिस लिभिङस्टोन हो भने अफ्रिका महादेशको घाँसे मैदानलाई गोल्ड अथवा सवाना भनेर चिनिन्छ। यहाँको सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभूमि हो। सबैभन्दा लामो नदी नाइल नदी हो जुन इजिप्ट देशमा पर्दछ। यो 11 वटा देश भएर बग्दछ। यसको सुरुवातको बिन्दु भिक्टोरिया ताल हो भने अन्तिम बिन्दु भूमध्य सागरमा गएर मिसिन्छ। त्यस्तै अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत हो एटलस पर्वत। धन्यवाद अहिलेसम्म सुनेर साथ दिनुभयो। प्लिज कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला, च्यानललाई लाइक सेयर पनि गर्न नभुल्नुहोला। कस्ता कन्टेन्टहरू चाहने कन्टेन्टहरू पनि कृपया कमेन्ट गर्नका लागि अनुरोध गर्न चाहन्छु। हस्त धन्यवाद।